नमस्ते। आज हामी नेपालको एउटा निकै शक्तिशाली कथा खोतल्दैछौँ। यो कथा हो दुई छिमेकीको, उनीहरूको दुई फरक सोचको र जीवनलाई नै बदलिदिने एउटा घटनाको। ल सुरु गरौँ है त। हाम्रो कथा काठमाडौँका दुई छिमेकी नेपाल र रामबहादुरबाट सुरु हुन्छ। उनीहरूको एउटै विषयमा मतलब जीवन बीमाको बारेमा ठिक उल्टो धारणा थियो। कथाको मुख्य पात्र हुन् नेपाल, एक युवा पारिवारिक मान्छे। श्रीमतीले जति सम्झाउँदा पनि उनी जीवन बीमालाई एउटा अनावश्यक खर्च मात्रै ठान्थे, खास गरी मध्यमवर्गीय परिवारको लागि। तर अर्कोतिर थिए उनका छिमेकी रामबहादुर। उनको सोचाइ अलि फरक थियो। उहाँको लागि बीमा भनेको पैसाको कुरा थिएन, यो त आफ्नो परिवारप्रतिको जिम्मेवारी र सुरक्षाको एउटा बाचा थियो। अनि उनीहरूले रोजेका यी दुई फरक बाटो पोखरा जाने क्रममा एउटा यस्तो दुःखद मोडमा आइपुगे जसले सबै कुरा परिवर्तन गरिदियो। एउटा अचानक भएको गाडी दुर्घटना हो। त्यही दुर्घटनाले सबै कुरा उथलपुथल पारिदियो। एउटा परिवार घरमुली विहीन भयो भने अर्कोले जीवनको एउटा कहिले नबिर्सने पाठ सिक्यो। केही समयपछि जब नेपाल रामबहादुरको घर पुगे, उनले एउटा भयानक यथार्थको सामना गरे। उनले आफ्नो छिमेकीको परिवारमाथि आइपरेको त्यो ठूलो आर्थिक सङ्कट र निराशालाई एकदमै नजिकबाट देखे। तर जब सबैतिर अँध्यारो मात्र देखिन्छ नि, त्यही बेला कतैबाट उज्यालोको किरण पनि आउँछ। हो, त्यस्तै भयो। एउटा जीवनरेखा देखा पर्यो जसले दूरदर्शिताको वास्तविक शक्ति देखायो। केही दिनमै रामबहादुरको त्यो दूरदर्शिताले काम गर्यो। उनको परिवारलाई सबैभन्दा बढी आवश्यकता परेको बेला बीमा कम्पनीबाट एउटा ठूलो चेक आइपुग्यो। त्यो बीमाबाट आएको रकम भेरुङ पैसाको थुप्रो मात्र थिएन, त्यो त एउटा यस्तो समाधान थियो जसले उनीहरूको वर्तमानलाई स्थिर बनायो र भविष्य पनि सुरक्षित गर्यो। उनकी श्रीमतीले सम्झिन् कि कसरी उनको श्रीमानको त्यो एउटा जिम्मेवार निर्णय प्रेमको अन्तिम कार्य बन्यो र त्यही निर्णयले उनीहरूलाई आफ्नो जीवन फेरि सुरु गर्न एउटा बलियो आधार दियो। यो सब सुनेपछि नेपालको मनमा चिसो पस्यो। उनलाई पहिलो पटक आफ्नो परिवारको कमजोरीबारे डरलाग्दो महसुस भयो। उनको मनमा एउटै प्रश्नले डेरा जमायो, यदि त्यो दुर्घटनामा मलाई केही भएको भए मेरी श्रीमती र छोराछोरीले के गर्थे होला? हो, यही एउटा प्रश्नले उनको सोच्ने तरिका नै बदल्दियो। त्यो रातको छटपटीले उनलाई एउटा निर्णयमा पुर्यायो। उनको डर अब सङ्कल्पमा बदलिसकेको थियो। उनले बुझे कि परिवारको लागि व्यवस्था गर्नु भनेको उनीहरूलाई यस्तै अनिश्चितताबाट जोगाउनु पनि हो। अनि नेपालले ढिला गरेनन्। आफ्नो अनुभूतिलाई तुरन्तै काममा बदले र आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने निर्णय गरे। उनले हचुवाको भरमा कुनै पनि पोलिसी किनेनन्, बरु आफ्नो परिवारको आवश्यकता अनुसारको सबैभन्दा महत्त्वपूर्ण जोखिमहरूलाई समेट्ने पोलिसी रोजे। र यो निर्णयले उनलाई बोझ होइन, बरु एक किसिमको शान्ति दियो, एक किसिमको राहत। अब उनी ढुक्क भएर खुसीका पलहरूमा ध्यान दिन सक्थे, किनकि उनलाई थाहा थियो कि उनको परिवार सुरक्षित छ। अन्तमा नेपालको यो यात्रा एउटा गहिरो समझमा पुगेर टुङ्गिन्छ। साँचो धन पैसा होइन, आफूले माया गर्नेहरूको सुरक्षा हो। यो कथाले हामीलाई पनि सम्झाउँछ कि तयारी नै सायद हेरचाहको सबैभन्दा ठूलो अभिव्यक्ति हो।